गाइस व्हाट्स अप वेलकम ब्याक यो चाहिँ सक्षमको फोनबाट बनाएर भ्लग हो है यस यता बस छुटेको अवस्था खै ग्रान्ड रिभिल हान्दिउँ न टड्याउ तुम टड्याउ तुम टड्याउ हाम्रो चाहिँ अहिले तुम टड्याउ नै भइरहेछ हैन बस छुट्यो हैन तुम ए भाइ हाम्रो चाहिँ तुम टाढा भयो अब यो छुट्टै हाइपमा छ झन् यस यहाँ दिमाग खराब भइरहेछ दुईजनाको यो हाइपमा छ यो बलिन्डरा है ल एकजना तर बुटली किन ब्रो सेक्सी देखिरहेको रहेछ त यार भ्यू त मान्छे हो कि के हो ओइ लाग्यो त यस्तो यस्तो हाल्छ है यसले म त हाल्यो भाइ ल केटा हो अब हामी पोखरा गएर गर्छु हैन केटा हो बस बल्ल तल पायो हाउ डु यु फिल बस पाएपछि कपडा बस्छन् सफावाला बस बाबु के छ यसो स्माइल दिएर न स्माइल दिएर यसो तँलाई के भयो के बस्नु पर्ने बेला के भयो कि रिग्रेट भयो कि अघि मासिने मैले त्यसलाई यहाँ बस भनेको होइन भनेर गयो त्यहाँ अब त एक्लै भयो अब त खुसी भयो क्या त्यो त्यहाँ हामी यता हाम्रो फर्स्ट गाइज है हाउ आर यु गाइजहरू सो हाम्रो सनिल दादा हामी चाहिँ यहाँ कता होइन हामी बिचमा पुग्यो कि अहिले बिचमा पनि पुगेको छैन अलिकति टाढै बल्ल तल्ल पोखरा पुग्यो यार कस्तो दिमाग खराब 5:16 राइट एज हिमा अब 5:16 राइट नाउ अब होटेलमा जाऊँ पहिला लेक साइडतिर छ अरे अब त्यहाँ जाऊँ रमाइलो गरौँ अलिकति होइन खाएर मर्ला जस्तो भइसक्यो तिनजना सिउ दिएर अहिले चाहिँ नि गयो है भाइ हसमुखलाल भन्नेले चाहिँ लेक साइडमा खतरा कपाल काटिन्छ अरे केटा हो होइन उसको मामा हो अरे ऊ चाहिँ हसमुखलाल चाहिँ उसको मामा यिनीहरू होइन यो लडेको भए माको पोखरा हल्लिन्थ्यो फेवाता हल्लिन्थ्यो यिनीहरू होइन लेक साइडमा भुइँमा बसेर कपाल काटिदिएर अब म भिडियो खिच्छु है केटा भनाइ असुखलालले त्यस्तै राम्रो काट्यो नि त स्टाइली चिन्छ ब्रो मलाई चिन्यो हामीले त चिन्यो है किन म एक्सक्युज मी सर हजुर राजेश सम्हालो म त मैले टाइगर सर्टको बाउ ओए कति हो टाइगर श्रफको बाउ ज्याकी श्रफ ओए कुकिङ सिकानु कति मात्र बिप राख्नु पर्ने हो मैले ए है भ्लग पो बनाएर हामी बिर्सिँदा बिप राख्दा राख्दा दिमागै खराब हुन्छ होला हौ काट्दैन काट्ने होइन बिप राख्नु नि ल वी आर गोइङ टु द लेक साइड होइन वी आर गोइङ टु द लेक साइड अहिले राजी अस्ति पहिलाको होइन समथिङ कति वर्ष 2 months अगाडि म आएको थिएँ अनि के भएको थियो बवाल काण्ड म चाहिँ हान्ने केटा हो अब एकछिन चाहिँ म चाहिँ यहाँ चाहिँ बनाउनु मिल्दैन है बाबुले सवाल छ यहाँ चाहिँ ए बाबा तुम लोगों के लिए ठीक है ओए म साइकल खाएर आज नो स्टल्स त्यस भए ल केटा हामी लेक साइड पुग्यो है वी द बिरान फर्स्ट टाइम एट लेक साइड अङ्ग्रेजी अघिसम्मलाई भन्दै थियो अङ्ग्रेजी नहालौँ है नहालौँ यो चाहिँ राख्छु टेन्सन नले तर मिलाएर यसो हल्का इङ्ग्लिस सुनेर कमेन्ट हान्नु हुन्छ हामी त खाना आएको है होइन पानीमा भिजेर आएर रमाइलो भयो दोस्त गजब पानीमा भिज्नु पनि छुट्टै रमाइलो ए एकदमै होइन केटा हो पान खाने भए है
मिठो पानी मिठो पाउँछ रे यहाँ पान चाहिँ अझ त आगोमा बलेको पान रे के साह्रै साह्रै बलिउड टाइपको पान पाउँछ यहाँ भोजपुरी टाइप लगाले लिपस्टिक अनि त्यसको गीतको आउटकास्ट हिरो चाहिँ हाम्रो सक्षम छोजु इज अ मदरफकर कोरियन नेपाली किचन यसको यसको भ्लग मैले बनाइरहेको छु यहाँ यसको फोनबाट हजुर हामी दोस्तीहरू हो नि त ल एकरा गाडी किन आऊ कहाँ ब्रान्डिङ दिइरह ल गाडी किन आऊ गाडी किन आऊ गाडी अनि हाम्रो बोइज आजको भ्लगमा त्यति केही भएन होइन किनभने हामी दिनभरि गाडीमै भयो भोलि चाहिँ विल गेट बाइक्स होइन कोही घुम्न जाने होइन अनि घुम्न सुम्न जाने हो अनि भिडियोहरू आउँछ अनि बल आउँछ अनि सर्ट्सहरू पनि यो भ्लग आइसकेपछि अझै एउटा भिडियो चाहिँ एज रिल आउँछ यसको हुन्छ स्ट्रेट आउट अफ काठमाडौँ गाइस पसलहरू राति रातिसम्म खुल्ला हुन्छ भन्छ यहाँ गरी 12 बजे भएको छैन सब बन्द भयो एउटा र केटा हो है यहाँ पानी सानी परेर ढिक्क पारेर राख अब यसको इच्छा चाहिँ के छ भन्दाखेरि अब यहाँ यो स्ट्रिटमा उसलाई यहाँ खानेकुरा चाहियो अरे अब कहाँबाट खानेकुरा त्यो ठिकै कुरा हो तिम्रो पछाडिको जुन त्यो कुकुर छ नि त्यसले तिमीलाई खानेकुरा बनाउला है फेरि केटा यहीँ बसेर टिकटक बनाइदिनु आएको छौँ यो चाहिँ मान्छे हल्का छक्का खालीको है भिजनको छक्का खाने हो कसले भन्दैछ जसले चाखा लाउँदै भिडियो बनाउनु त्यसले भन्दैछ मान्छे बडी बोलाएको ओइ पर्खिरहेको के हो नाकभित्रै छिराइदियो नाकभित्रै छिराइदियो Sahiba, he's a fucking bullshit motherfucker. Yeah, and you are what? You are Kaushik? अब होइन अब यस्तो राति निस्किरहेछ है यहाँबाट फेरि ब्याक टु त्यहाँ जानुपर्छ साला बाटोमा केही गरी कोही त्यो दर्शन पायो भने त पवालै मजा आउँछ नि फेरि झिलिलिलिलिलि सुनमा सुगन्ध अब के भन्नु गोबरमा सुगन्ध ल गर्दै बोल्दैछ सर फेरि ल यो बुझी अब यहाँ सक्षमसँग कुरा गरौँ अनि के छ फिक्स छ यो हल्का चाहिएको छ कि यो मान्छे यसको चाहिँ कस्तो छ यसको चाहिँ कस्तो छ भन्दाखेरि जिन्दगी भन्दाखेरि होइन खोइ कस्तो कस्तो तर ठिक छ जिन्दगी चल्दैछ यसको नि अब के भन्नु अब हल्का अल्टर भएपछि अब राति राति जिम चल्दिउँ पनि भन्नु थाल्यो यस्तै हो अब हामी चाहिँ यहाँ खै कहाँ पुग्यो है र केटा गर्लफ्रेन्डलाई किन्नु छ भने चाहिँ यहाँ हो गुड नाइट भइसक्यो यता हाम्रो अब सक्षमिया चाहिँ सुति नै सक्यो है सक्षमिया चाहिँ हामी सुति नै सक्यो उसकै दुनियाँमा आजको लागि यति नै भोलि अर्को भ्लग आउँछ सी यू गुड बाई अनि गुड नाइट मेरो त यो एडिट गर्ने पनि आँट छैन अहिले ए गुड मर्निङ धेरै बजे छैन गाइस 2:30 मात्र भयो गुड नाइट ल बाई